हेलो गाइस, सबभन्दा पहिला तपाईँले यो भिडियो हेर्नुहोस्। यो भिडियो हेर्नुभयो, कस्तो लाग्यो? तपाईँ पनि यसै गरी हान्न चाहनुहुन्छ? त्यसको लागि टेन्सन नलिनु, म सिकाउँछु। चलो स्टार्ट गर्छु। सबभन्दा पहिला तपाईँले के गर्नुपर्ने छ? सबभन्दा पहिला तपाईँले यसरी आएर यसरी डी बन्नुपर्ने हुन्छ। तपाईँलाई यो डी आउँछ होला, यदि आउँदैन भने कमेन्ट गर्नु होला, म अर्को भिडियो लिएर आउनेछु। तपाईँलाई त्यति आइसकेपछि तपाईँले फेरि के गर्नुपर्ने छ? यसो गर्नुपर्ने हुन्छ। तपाईँले यसो पनि सक्नुभयो भने त्यहाँ तपाईँ आउनुहुन्छ। अब उल्टी हान्न कसरी डर भगाउने? तपाईँ अब त्यहाँसम्म आइपुग्नु भएको छ, उल्टी हान्न कसरी डर भगाउने? तपाईँ पुरा भिडियो हेर्नुहोस्, एकदम जबरदस्त भिडियो छ, पुरा हेर्नुहोस्, त्यहाँ सिक्नुहोस्। त्यसपछि तपाईँले यसो गर्नुपर्ने हुन्छ, सिधै यस ढक्का दिनुपर्ने हुन्छ। ढक्काले त्यहाँ जानुपर्ने हुन्छ, एक हातले पुरा ढक्का, खुट्टाले यसो जम्फलीमा त्यहाँ जानुपर्ने हुन्छ। यसरी तपाईँले यसरी गइसक्नुभयो भने तपाईँ फेरि यस्तै गर्नुहोस्, चार पाँचचोटि यस्तो गर्नुहोस्, यस्तो गर्दै जानुहोस्। त्यो तपाईँले यस्तो गर्नुपर्ने हुन्छ, यो हात पछाडि दिनुपर्ने हुन्छ, त्यहाँ डाइरेक्ट त्यहाँ हेर्नुहोस्, यसरी गर्नुपर्ने हुन्छ। गर्दै जानुहोस्, सर गर्दै जानुहोस्, यसो गर्दै जानुहोस्। यसरी पनि गरिसक्नुभयो भने अब हामी आइसकेका छौँ उल्टी हान्नमा। तल म उल्टी हान्छु। सबभन्दा पहिला फेरि तपाईँ पहिलेको ट्राई गर्नुपर्ने हुन्छ, दुईचोटि ट्राई गर्नुहोस्। तपाईँ उल्टी हान्न जानुभएको छ भने तपाईँ पहिला यस्तो गर्न लागि जानुहोस्। सरी, अब यस्तो गर्नुहोस्। जतिखेर तपाईँ उल्टी हान्नुहुन्छ त्यति नै चोटि यस्तो यो ट्राई नगरेर उल्टिनु हान्नु होला, किनकि ब्यालेन्स बिग्रिन सक्छ। ब्यालेन्स बिग्रेपछि त्यसको नतिजा तपाईँलाई थाहै छ। फेरि तपाईँ यस्तो गर्नुहुन्छ, फेरि यसरी अर्कोचोटि गरेर देखाउँछु म। यस्तो गरिसकेपछि फेरि म उल्टी हान्न जान्छु। फेरि देखाउँछु म। देख्नुभयो यो भिडियो? यो भिडियो मन परेमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। अर्को भिडियो यस्तो भिडियो आउने नै छ, कमेन्ट गर्नु होला। हस् त, बाई, गुड बाई।